प्रस्तुत छ नेपाली लोककथा मानिस पहाड र सङ्कल्प। यस कथाका लेखक हुनुहुन्छ रमेश विकल। यो एकादेशको कथा हो। एकादेशको उहिलेको कुरा हो। उत्तरी चीनको एउटा पहाडको काखमा एउटा गाउँ थियो। त्यस गाउँमा एकजना अनुभवी सज्जन बस्थे। उनका 2 छोरा थिए। उनीहरू खेतीपाती गरेर जीविका गर्थे। गाउँबाट अर्कोपट्टि सहर थियो, तर त्यस सहरमा जान बडो कठिन थियो, किनभने त्यो सहर डाँडाको पल्लोपट्टि थियो र बाटो अत्यन्त दुर्गम थियो। त्यस गाउँका किसानहरूले आफ्नो खेतीको उब्जनी बेच्न र चाहिने लत्ता कपडा नुन तेल किन्न कि त त्यो दुर्गम पहाड चढेर जानु पर्थ्यो कि त घुमेर जानु पर्थ्यो। दुवै बाटाबाट सहर जान धेरै दिन लाग्थ्यो। एक दिन सज्जन बुढा घरको पिँढीमा त्यही अग्लो पहाडलाई हेरेर बसिरहेका थिए। उनका 2 छोरा आँगनमा बसेर नाइलनका डोरी बाटिरहेका थिए। वृद्ध सज्जन पहाडकै बारेमा सोचिरहेका थिए। यी पहाडहरूले त्यस गाउँका बासिन्दालाई सहर जान आउन, आफ्ना सामान बजार लगेर बेच्न र आफूलाई चाहिने सामान खरिद गरेर ल्याउन कति कठिन तुल्याइरहेको छ। यसले हाम्रो गाउँको उन्नतिमा कति बाधा पारिरहेको छ भन्दै मनमनै प्रश्न गरिरहेका थिए सज्जनले। यस पहाडलाई काटेर सिधै मूल बाटो बनाउन सके गाउँको कत्रो विकास हुने थियो भन्दै प्रश्न गर्छ। यस्तो सोच लिएर उनले आँगनमा काम गरेर बसिरहेका छोराहरूलाई भने, बाबु हो, हेर यो पहाडलाई काटेर सहर जाने बाटो निकाल्न सके कति जाति हुने थियो कसो भन्दै प्रश्न गर्छ छोराहरूलाई। तिमीहरूलाई के लाग्छ? हुन त हो बाबा, तर यत्रो अग्लो पहाडलाई काटेर बाटो छिचल्नु ख्याल त छैन नि। यो कसरी होला र? जेठो छोराले बादलमा घुसेको चुचुरोतिर हेरेर भन्यो। बाबाले उसको कुरा काटेर भन्यो, मान्छेले आँट्यो भने नसकिने त के होला र? ऊ त्यहाँ छिडी कोठामा 3वटा कोदालो छन्, झिकेर ल्याऊ त। हामी आजैदेखि पहाड काटेर बाटो खन्न थालौँ। आज्ञाकारी छोराले 3वटा कोदालो झिकेर ल्याए। तिनैजना बाबु छोराले 1-1वटा कोदालो बोकेर गएर पहाड काट्न थाले। सुरुमा गाउँलेहरूले अचम्म मानेर हेरे। 1-2 दिन त होला नि त केही लहट गरेका भनेर चुप लागे। तर लगातार डाँडो काट्न र बसाउन लागेको देखेर केही तन्नेरीहरू आएर ती मध्येका एकले सोधे, होइन ए चाङ काका, के गर्न लाग्नु भएको तपाईँहरू भन्दै प्रश्न गर्छ। देखेनौ तिमीहरूले पहाड काटेर बाटो बनाउन लागेको नि। यो बाटो खोल्न सके सहर कति नजिक आउँछ अनि हामीलाई गाउँको विकास गर्न सजिलो पर्छ हो कि होइन? हाम्रो व्यापार बढ्छ, मान्छेले काम पाउँछ, गाउँ धनी हुन्छ। त्यसैले हामीले यो काम थालेका वृद्ध सज्जनले भने। एक तन्देरीले नाक लेप्चाउँदै भने, क्या हावादारी कुरा गर्छन् यी बुढा? यत्रो पहाड काटेर सहर छिचल्ने बाटो बनाउने सपना देखेर पनि हुन्छ? होइन काका, तपाईँ 3 बाबु छोरा, त्यसमा पनि तपाईँ वृद्ध भइसक्नुभयो। तपाईँहरूले यत्रो पहाड काटेर बाटो छिचल्नु कुन जुनीमा सक्नुहुन्छ? यो जुनीमा त खै। एउटाले उडाउन खोज्दै भन्यो। वृद्ध चाङले हाँस्दै भन्यो, हामीले यो जुनीमा नसके अर्को पुस्ता नाति पलातीले यसलाई अगाडि बढाउने छन्। त्यसपछि त यो काम फत्ते भइजाला। धेरै तन्देरीहरूले बुढा सन्किएछन् भनेर खिली उडाउन खोजे, तर एकजना पुरोड वाङ ओलेले भने, सोच्नै पर्ने ठाने। होइन काका, चाङको कुरामा ओजन त छ बा, त्यसैले उडाउने खालको छैन। त्यतिकै त यो कुरा आँटेनन् यिनले। यति सोचेर वाङ कोदालो बोकेर वृद्ध चाङलाई सघाउन अघि सरे। त्यो देखेर भोलिपल्ट अर्को अधबैँसे हाङ-ओ पनि कोदालो बोकेर काम गर्ने ठाउँमा पुग्यो। त्यसको भोलिपल्टदेखि अर्को गर्दै केही दिनमा त गाउँका धेरैजसो पाकाहरू पहाड काट्ने काममा जुटे। यसरी सबै पाका र अर्धपाकाहरू कम्मर कसेर कोदालो कोदाली बोकेर
काममा जुटेका देखेर तास कौडा खेलेर जाँडक्सीमा टिल्ल भएर दिन बिताउनेहरूलाई लाज भएछ। उनीहरू पनि एक एक गर्दै पाकाहरूलाई सघाउन कोदालो कोदाली बोकेर पाड काट्न जुटे। यसरी सारा मानिस जुट्दा 2-3 वर्षमा सहरसम्म जाने मूल बाटो तयार भयो। कुरा सुन्नु बुढाको आगो ताप्नु बुढाको भने चाहिँ यस कथाले तपाईँलाई के कुरा सिकायो त? तपाईँलाई यस कथा मन परेमा कमेन्ट, लाइक, शेयर अनि सब्सक्राइब गर्नु नभुल्नुहोला। फेरि अर्को साता यस्तै नयाँ कथा लिएर आउने बाचाका साथमा म समित श्रेष्ठ बिदा हुन चाहन्छु। हस्त नमस्ते।